गाइस वेलकम टु माई मिनी ब्लग। सर्वप्रथम त 2083 सालको सम्पूर्ण मेरो भ्युवर्सहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु। आज चाहिँ धेरै पछि मैले मिनी ब्लग बनाएको छु, झर्को नमानी हेरिदिनु होला। आज म बिहानै उठेर चुला पोतेर 3 चुलामा आगो बालेर कुलपित्रलाई सम्झेर चाहिँ आज म बैशाखी गतिको थानपोखरी मेला जानुपर्ने थियो भेन्डा चढाउनको लागि। सो मेरो छोराको हातमा मुसा आएको कारणले गर्दाखेरि चाहिँ हामी भेन्डा चढाउनु थानपोखरी मेला गयौँ अनि पूजासुजा गऱ्यौँ। पूजासुजा गरेर थानपोखरी मेला सेला घुम्यौँ अनि फोटोसोटो खिच्यौँ सबैजनाले। मेरो फोटो यो अनि यहाँ चाहिँ म, दिदी, बान्जी र मेरो छोरा। अनि यहाँ चाहिँ समयपछि आएको मेला लाग्नु चाहिँ भर्खर सुरु हुँदै थियो। सो हामी चाहिँ एकछिन घुमेर घर फर्क्यौँ। मैले घर फर्केको अरू भिडियोहरू चाहिँ बनाइनँ किनकि मेरो फोनमा चाहिँ स्पेस थिएन। सो घरमा आएर पनि हाम्रो न्यू फार्म हाउसमा आज खाना खाने प्लान थियो। सो हामी सबैजना मिलेर फार्म हाउसतिर लागेँ। मैले चाहिँ ग्यास चुला बोकेर हिँडेँ, सबैजना आफ्नो सामान बोकेर लाग्यौँ हाम्रो फार्म हाउसतिर। अनि फाइनली हामी चाहिँ हाम्रो फार्म हाउसमा पुग्यौँ। यो चाहिँ भर्खर बनाउन स्टार्ट गरिरहनु भएको छ दाइले। सो राम्रोसँग बनिसकेको चाहिँ छैन, त्यही हो। अनि यहाँ चाहिँ हाम्रो राम्रो बस्ने ठाउँ बनाएको छ हाम्रो पिटरले। यहाँ चाहिँ मम्मी, बुवा, दिदी बसिरहनु भएको छ। अनि यो चाहिँ हाम्रो ब्रोइलर कुखुराको खोर बनाउनु हुँदैछ विक्रम दाइले। यता पिटरले चाहिँ टोयलेटलाई कलर गर्नु हुँदैछ। अनि हाम्रो कुखुराहरू पनि यहाँ पाल्न थालिसकेको छौँ। यो चाहिँ हाम्रो लोकल कुखुराहरू हो। गर्मी भएर रुखको फेदमुनि शीतल ताप्दै बसिरहेको रहेछ। अनि यता भान्जीले पूजा गर्नु हुँदैछ। अनि हामीले चाहिँ बिहानदेखि केही खाएको थिएनौँ। सो भोक लागेर समयले चटपटी बनाएर चटपटी खाँदै। यता हाम्रो खानाको लागि सुँगुरको मासु पाक्नु रेडी हुँदैछ। अनि यता चाहिँ हाम्रो अचारको लागि रेडी छ सामान। अनि मेरो फेभरेट कुर्सीलाई पिटरले कलर गर्नु हुँदैछ। यो चाहिँ कुखुराको खोर हो तर यसले राखेको छैनौँ। सो हामी नै बस्दैछौँ। अनि हाम्रो खाना रेडी भयो। सो हामी चाहिँ खानालाई रेडी छौँ। सुँगुरको मासु, चिउरा, अचार, चिसो। अनि हामी चाहिँ सबैजना बसेर खाना खायौँ। आज चाहिँ हाम्रो खानामा खाना थिएन, चिउरे खाने भनेर। यता हाम्रो दिदी चाहिँ भर्खर आउनु हुँदैछ। उहाँको चाहिँ पसल छ। सो पसलको कारणले गर्दा हामीसँगै आउनु पाउनु भएन। सबैजनाले खाना खाइसकेपछि चाहिँ म यता छोरा बोकेर हाम्रो यो रेस्ट गर्ने ठाउँतिर आएर बस्दैछौँ। दिउँसो चाहिँ घाम लागेर एकदम गर्मी नै थियो। सो सबैजना रेस्ट गरिरहनु भएको थियो। अनि हामी दुईजना पनि यहाँनिर रेस्ट गऱ्यौँ एकछिन। अनि रेस्ट गरिसकेपछि अनि दिदीले चाहिँ कति सुन्नुभएको रहेछ, नयाँ वर्षको दिन मुनुकाको पात खायो भने चाहिँ आफूले सोचेको चिताको पुग्छ भनेर। सो मैले चाहिँ त्यही तलतिर मुनुकाको बोट थियो। सो मुनुकाको पात टिपेर ल्याएँ अनि टिपेर लिएर अलिकति खानु पर्यो भनेर खाएको त यस्तो तितो रहेछ कि मेरो मुख नै बिग्रियो तितोले। अनि त्यसपछि मैले हतार पानी खाएँ। अनि त्यसपछि बेलुका हुन लागिसकेको थियो। सो हाम्रो बेलुकाको खाना चाहिँ सेकुवा चिकनहरू पकाउन थाल्यौँ। अनि त्यसपछि फर्स्ट लटको चाहिँ चिकन समयमको पकाउने पालो थियो। सो उसले पकाउँदैछ अनि लगभग पाकिसकेको थियो। त्यतिखेर चाहिँ हामीलाई विक्रम दाइले आइसक्रिम ल्याइदिनु भएछ। सो हामी सबैजनाले आइसक्रिम खायौँ। अनि मेरो छोराले चाहिँ मुखभरि बाँदरले जस्तो लगाएर देखाउँदै खाँदैछ हाँस्दै खुसी भएर। अनि फर्स्ट लटको सुँगुरको सेकुवा चाहिँ दिदीको पोल्ने पालो थियो। सो दिदीले पोल्नु हुँदैछ। म चाहिँ मेरो सेकेन्ड टाइम पालो आउने थियो। सो म चाहिँ पर्खेर बसिरहेको छु। अनि मेरो पालोमा चाहिँ मेरो मोबाइलको स्पेस नभएर भिडियो खिच्नै पाएन। सो हामीले छिटो पकाएर खायौँ सबैजना मिलेर किनकि घर आउनु पर्ने थियो। अनि मैले चाहिँ सबैभन्दा अगाडि घर आएँ अनि सुँगुर कुखुरा गरेँ। अनि आज चाहिँ चतरा लाइनमा सो थियो प्रोग्राम न्यु इयरको।
जाने प्लान थियो, तर सबैजना थाकेर कोही पनि नजाने भयौँ। अनि त्यसपछि यो भिडियोलाई चाहिँ बेलुका भोइस ओभर गर्दैछु। म खासै भ्लगहरू बनाउँदिनँ, सो मलाई बोल्न पनि आउँदैन, तर हेरिदिनु भयो। आजको दिन चाहिँ मेरो यसरी नै बित्यो। थ्याङ्क यू फर वाचिङ। बाई।